हेलो हेलो नमस्ते सबैजनालाई वेलकम टु माई कुकिङ भिडियो। आज चाहिँ हामीले आँपको अचारको रेसिपी लिएर आएकी छु। यो आँप चाहिँ एकदमै कलिलो छ। हिजो राति चाहिँ हावाहुरी आएको थियो अनि हावाहुरीले चाहिँ हाम्रो सबै आँप झर्यो। त्यसपछि अचार हालौँ न भनेर अलिकति अचार बनाउन लागेको। अनि सुरुमा चाहिँ आँपलाई बोक्रा चाहिँ सबै फाल्यो। अनि यो बोक्रा अलिक तितो हुन्छ नि त नभएको आँपको चाहिँ। अनि त्यसपछि राम्रोसँग धोइ पखाली गरेर अनि काटेर चाहिँ एक दिन पुरै घाममा सुकाएका थियौँ आँपलाई चाहिँ बिहानदेखि बेलुकासम्म। अनि आँपको अचारको लागि मसला चाहिँ मेथी अनि धनिया जिरा अलिकति सौफ र खुर्सानी भुटेपछि मसलाहरू राम्रो हुन्छ नि त अचारमा। अनि त्यसपछि भुटेर बनाएको। मैले चाहिँ यो आँपको अचार चाहिँ पहिला पनि बनाउँछु तर भिडियो चाहिँ कहिल्यै हालेको थिएन क्या सायद आँपको अचारको। यसरी चाहिँ म आँपको अचारको भिडियो बनाऊँ भनेर बनाएको। अनि यतिको भुटिसकेपछि चाहिँ मसला रेडी भयो। यो चाहिँ तोरी पनि हो, त्यसमा अलिकति तोरी पनि हाल्नुपर्छ दलेर। अनि हाम्रो आँप चाहिँ यो सुकेर यतिको रेडी भयो। अनि त्यसपछि चाहिँ मसलाहरू यसमा मैले एक्स्ट्रा मसला चाहिँ धनिया पाउडर जिरा त्यो भइहाल्यो हैन। त्यसपछि चाहिँ हल्दी पाउडर र नुन मात्रै राखेको थिएँ। अनि तोरीको तेल हालेर अचारलाई राम्रोसँग मोलेपछि यतिको अचार भइसकेपछि चाहिँ डब्बामा राखेर जारको बोतलमा अथवा सिसाको बोतलमा राखेर चाहिँ 1 हप्ता 2 हप्ता घाममा राखेपछि हाम्रो अचार चाहिँ पाकेर रेडी हुन्छ।